यता मुनि सौरा जानेछु गइरहेमा गइरहेको चोकै होला यो कस्तो जुर भयो भने नि 1 सेकेन्ड मिस भयो त्यहीँ थियो अरे के यो चाहिँ अब यो चोकलाई के भन्छ अङ्कल यो चोकलाई के भन्छ ए सौरा चोकमा आइपुगेको छु है ल चितवन चाहिँ खै कति खेप आउनु पर्ने म ल म सौरा लाग्छु यता उँधो अरे बाटो त्यही भएर मैले गइरहेको मिस गरेँ क्या कस्तो सौरा आइपुग्नु पानी पर्नु यस्तो 1 सेकेन्डले मैले बाटोमै मैले गइरहेको थिएँ नि टेन्सन भयो पानी भएर ओत लागिरहेको छु कतिखेर कति बज्यो अहिले 4 बज्नै आँटेछ ल सौरा चोक यही है ठ्याक्कै आकाशे पानी परेर घाम पनि लागेको छ पानी परेको छ सबैतिर जानेछ म पनि गएको नि कहाँ के रहेछ भनेर म आउनु बित्तिकै सबैजना यता हुँदै जान थालेँ मान्छेहरू म पनि हिँडेको हात्ती जीव जू ल सौरा चितवन नेसनल पार्क सौरा ल यस्तै छ ओ माथिबाट आएको पानी पऱ्यो हेर्न बाटोमा त्यो चोकमा कुनै ठाउँमा भैँसी कुनै ठाउँमा हात्ती कुनै ठाउँमा गइडा त्यस्तो राखेको रहेछ ए किन अघि यता आउँदा आउँछ भने यो कसलाई पो आउँदै यो के त आई लभ सौरा भन्ने खै ए पानी परेर ड्याम भएको छ नि त ल आमा लो ड्याम छ ल यतिखेर चाहिँ उयो आउनु नि है हात के अरे गइरहेको चुक 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 एउटा घोडालाई के भन्छ टङ्गा भन्दो रहेछ सौराको चोकको चाहिँ राति चाहिँ भवाल हुँदो रहेछ ल त्यो गइरहेको भइहाल्यो त्यहाँ मान्छे बिच बाटोमा बस्नु नि मिल्दो रहेछ क्या है यो चाहिँ बवाल लाग्यो ठिक छ नि अन्त गाडी पनि त्यति आउँदैन ल सौराको राति चाहिँ यस्तो यता उँधो त अघि गएको थिएँ त्यही भएर आज यता चाहिँ जाउन के रहेछ चाहिँ के अरे यो चितवन पनि यो कता टाढी रामपुर के भन्दो रहेछ क्या यो म त्यो अस्ति त्यो ओर्लेको त्यो के नारायण के भन्ने ठाउँमा होइन त्यता चाहिँ अर्कै थियो यो अहिले सौरा भने चाहिँ अब त अलिक मुनि पर्दछ दुईवटा गाडी नै फेर्नु पर्ने रहेछ हौ त्यहाँबाट यता भित्र ल्याए मलाई अनि यता ल्याए क्या ल सौराको नाइट चाहिँ यसो माथिसम्म के रहेछ बिहान त म उँधोसम्म गएको हेर्नु त एड दामी छ नि है बाटोमै एड अनि के अरे गइरा यसरी बाटो हिँड्छ भने आज सानो केदाइ भएन भन्नाले खोजाइ भएन घरि कसैले अर्कोतिर कुदिरहेको छ भन्छ कसैले अर्कोतिर भन्छ कसैले माथि बाटोतिर भन्छ होइन त्यही भएर भेट्दै भेटेनौँ यति चाहिँ यो बाटोमा हिँडेको चाहिँ हेर्नु पाए यस्तो रमाइलो खुसी हुन्थ्यो कि त्यो हामीले देख्छौँ नि त्यसमा बाटोमै हिँडेको गएर हो त्यति हेर्नु मन लागेको थियो कि मलाई पुरा तर के गर्नु खै सेकुवा कर्नर रहेछ यसलाई सेकुवा कर्नर अघि दिउँसो म यता आइन र नि म उता उँधो वामतिर गएर ल त्यो त बाहिरै पो दिँदो रहेछ त खाना अर्डर दिइसकेँ अब के गरेर न त बाहिर खानुहुन्थ्यो त्यो होटेलमै खाना आँटेको म त्यही भएर म यता गर्दा चाहिँ बिहान चाहिँ कहिल्यै खाना खान्न सानो नास्ता खान्छु अनि बेलुका चाहिँ भात चाहिँ अनिवार्य खान्छु कि त्यही भएर किनभने अब बिहान खाना खायो भने भमिटहरू हुन्छ अनि भयो भने फेरि त्यो खेर जान्छ कि अनि त्यही भएर म खालि बेलुका मात्रै भात खान्छु र यस्तै छ सौराको रात अब त्यो यस्तो होइन यो अब कहाँ यो ल जति उयो पनि यस्तै अब यो के गल्ली हिँडे जस्तै त हो नि यो हामीलाई मैले तपाईँहरूलाई देखाउनु मात्रै हो सौरा चाहिँ कस्तो हुन्छ राति भनेको यस्तै हो अब तल त्यो चोक भइहाल्यो यता माथि चोक यही हो है सौरा चाहिँ ल चोकै चोक अब
पेन चोक 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 सबै चोक यता उमो अनि ठ्याक्कै यहाँ उहाँको गेस्ट हाउस र रेस्टुरेन्ट क्याफे सबै यहाँ चाहिँ यहाँ छ र यता चाहिँ ठ्याक्क उ त्यो गैडा छ नि हो यहाँ हो के अरे हाम्रो यहाँ होटेलको चाहिँ माथिबाट यस्तो राम्रो भ्यू देख्छ यो पनि रुमहरू हो सट्ट यस्तो राम्रो भ्यू देख्छ कटेजहरू टक्क सट्ट यस्तो यस्तो रुमहरू पनि छ उहाँहरूमा चिटिक्क फ्यामिलीलाई चाहिँ एकदम राम्रो हुन्छ यहाँ आयो भने ग्रुपमा सट्ट यहाँ बेलुका बत्तीहरू बल्छ कस्तो राम्रो देख्छ ठुलो छ उहाँदेखि यहीँसम्म छ गार्डनहरू भयो सट्ट चिटिक्क ए ठुलो स्पेस यहाँनिर तपाईँको गाडीहरू राख्नु मिल्यो होइन बाइकहरू सबै मिल्छ भ्यू हेर्नु कस्तो राम्रो छ चिटिक्क पर पनि हो अनि मेन जाने बाटो तपाईँको बाइक त गाडी त कति अड्छ यहाँ टेन्सनै मान्नु पर्दैन अनि यो चाहिँ रेस्टुरेन्ट उहाँहरूको रेस्टुरेन्ट पनि छ यता त्यता गेस्ट हाउस भयो यता रेस्टुरेन्ट अगाडि बसेर होटेलको साउजी चाहिँ उहाँ हो एकदम फ्यामिली तरिकाले सौरा आउँदाखेरि आउनु होला हाम्रो यहाँ अङ्कलको पसलमा अथवा यहाँ गेस्ट हाउस सबै छ उहाँकोमा टक्क हाम्रो यो हाइवेलाई यो बाटोलाई के भन्छ अङ्कल गैडा चोकमै छ उहाँको ल आउनुहोस् होला एउटा पानी बोराको रहेछ एउटा टिभी बाहिर टोइलेट चाहिँ यस्तो रहेछ साबुन त्यहाँ रहेछ ठिक छ यतिको साबुन ओपन गरिरहेको रहेछ तौली छ ओके ए गनाएको रहेछ ल ठिक छ ढोका यस्तो खालको माथिदेखि यस्तो एउटा पङ्खा रहेछ ल यतिको रहेछ सौराको होटेलको रुम चाहिँ हाम्रो होटेलको खाना